यो भिडियो मनोरञ्जनको लागि मात्र बनाइएको हो। भित्री कुरो सारा नेपाललाई थाहा छ। हाम्रो देशमा कन्टेन्टको कमी चाहिँ छैन है। एउटा भिडियोको स्क्रिप्ट सकिन नपाउँदै त्यसमा अर्को काण्ड भइसक्छ अनि। तर जे होस्, चैत 15 गते राजावादीहरूले गरेका आन्दोलन देख्दा चाहिँ अब देशमा राजा फर्किने पक्का पक्की भइसक्यो। ल आजको भिडियो सुरु गरौँ। हामी सबैलाई थाहा छ कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइयो भनेर। हामीसँगै कुलमानले पनि थाहा पाए। कुलमानले हामीभन्दा अगाडि थाहा पाएका होइनन्। अब यसमा पनि नेपालीले सरकारलाई गाली गरिरहेछन्। सरकारले त सरप्राइज दिन खोज्या हो नि। अब कुलमानलाई र नेपाली जनतालाई सरप्राइज मन परेन त यसमा सरकारको के दोष? कुलमानलाई हटाइसकेपछि सबैभन्दा ठुलो चोट चाहिँ पूर्व राजा ज्ञानेन्द्रलाई पर्यो। अब जनताहरू राजा फर्काउने भन्दा पनि कुलमान फर्काउने भनेर जोड दिइरहेछन्। तर मलाई चाहिँ कुलमान हटाएर ठिकै गरे जस्तो लागिरहेछ है। गाली गर्नुभन्दा अगाडि पुरा कुरा सुन्नुहोस् न। कुलमान आउनुभन्दा अगाडि के थियो? देशमा 18 घण्टा लोड सेडिङ थियो। बिहान 5 बजे गएको लाइन बेलुका 8 बजे आउँदा आफ्नो घरमा मात्रै लाइन आयो जसरी 3 गाउँ थर्किने गरी लाइन आयो भनेर चिच्याउनुको मजा अहिलेको केटाकेटीलाई के थाहा? कुलमान आइसकेपछि बत्तीको महत्त्वै हरायो। पहिला के हुन्थ्यो? बल्ल बल्ल लाइन आउँथ्यो, बल्ल बल्ल बत्ती बल्थ्यो। बत्ती देख्न साथ हाम्रो मम्मी आन्टीहरूले यसरी ढोग्नुहुन्थ्यो बत्तीलाई हेरेर। तर आजभोलि जतिखेर बत्ती बल्छ यो संस्कार चटक्कै हराइसक्यो। पहिला सबै घरमा लाइन जाँदा आफ्नो घरमा चाहिँ सोलर जोडेर घरै झलमल्ल पार्दा जति खुसी थिए नेपाली जनता, आजभोलि त्यति खुसी छैन नि त। सबैतिर लाइन त कमन भइसक्यो क्या। कति केटाकेटीको त सोलरको पानी किन्न जाँदा पनि लप पर्थ्यो। आजभोलिको युवा युवतीलाई यो अवसर छ त? यो कुलमानले नै बिगारेका होइनन् त? त्यो समयमा कति बजे लाइन आउँछ, कति बजे लाइन जान्छ भनेर छुट्टै तालिकै निस्केको थियो। अनि त्यो तालिका कण्ठ हुने मान्छेको समाजमा कम्ता इज्जत थियो। अहिले त्यो तालिका कण्ठ हुने मान्छेलाई कसले गन्छ? कुलमान आएर यो बिगारेनन्। कुलमान आउनुभन्दा अगाडि जे कुरामा पनि एउटा छुट्टै मजा थियो। बेलुका 9 बजे राति मेरी बस हेर्दै गर्दा लाइन जान्छ कि भनेर डराउँदै हेर्नुको मजा आजभोलि युट्युबमा त्यो पनि डाउनलोड गरेर हेर्दा आउँछ त। कुलमानले यो मजा बिगारेनन्। कतिसम्म भने मलाई त घर झगडा पनि कुलमानले नै गर्दा बढेको जस्तो लाग्छ। पहिला के हुन्थ्यो? भात खाने बेलामा लाइन जान्थ्यो। मान्छेले आफ्नो भडास निकाल्ने बाटो पाएका थिए। यो लाइन काट्नेको त हातै भाँचिनु नि, यो लाइन काट्नेको त हातमा स्याउ त्यो किरै परोस् भन्ने जस्ता शब्दले सम्बोधन गर्थे। आजभोलि के हुन्छ? भात खाने बेलामा लाइन त जाँदैन तर रिस त उठ्छ। अब यो रिस कहाँ पोख्ने त? आफ्नै स्वास्नीमा हो, आफ्नै लोग्नेमा हो, आफ्नै छोराछोरीमा हो। यसले घर झगडा निम्त्याउँछ। कुलमान आएसँगै सबैको नेपाली घरमा बत्ती बल्यो। बत्तीमा पुतली आए, पुतली खाना भित्ती आयो। घर फोहोर हुनुमा पनि कुलमानकै हात देखिन्छ। अब यत्रो गल्ती गर्ने कुलमानलाई विद्युत प्राधिकरणले कार्य सम्पादनको आधारमा 0 अङ्क दिनु त ठिक हो नि। अब यो विषयमा सरकारको त तारिफ पो गर्ने हो त। यसमा पनि जनता रिसाएर हुन्छ त? अब अहिले कुलमान हटाएर हितेन्द्र देव साकेलेका छन्। सुन्नमा आएको थियो उनी ठुलै नेताको साला पनि पर्छन् अरे। आशा छ अब हाम्रो पुरानो दिन फर्कनेछ। यति भन्दै यो भिडियो यहीँ अन्त्य गरौँ। धन्यवाद।